नमस्ते सबैमा आज वनवाटिकाको यात्रामा इन्टरनेसनल अहिले एयरपोर्टको छेउछेउमा छ। एयरपोर्ट हुँदै हामी मेन रोडमा आइपुगेको छ। मेन रोडबाट खसी बजार हुँदै खसी बजारबाट बाजापाटनमा आइसकेका छौँ। अब बाजापाटनबाट छुट्टिने छौँ। सिधै गएमा कान्तिङ सिक्लेस हामी देब्रेतर्फ जानेछौँ। अब उकालो चढ्दैछौँ। फाल्टे मसिनाबाट लगभग 14-15 किलोमिटर होला। 13 नम्बर ओडा नै पर्यो। उहाँ हुनुहुन्छ हाम्रो छिमेकी बहिनी। यहाँबाट देब्रेतिर गएमा गाउँतिर गइन्छ र दाहिनेतर्फ गयो भने वनवाटिका रिसोर्ट हुनुहुन्छ। यहाँबाट अब कच्ची रोड छ, लगभग 200-300 मिटर। फाइनली हामी आइपुग्यौँ। यो रह्यो वनवाटिका। डाँडाको छेउमा बनाएको छ। साह्रै भिरालोमा अप्ठ्यारो छ। भ्यूहरू राम्रो देखिएको छ। यो बाटो हुँदै कान्तिङ सिक्लेस जाने बाटो हो। यही गाउँ हुँदै जानुपर्छ। वनवाटिका मेन गेट आइपुग्यो। मान्छेहरू पनि आइरहेका छन्। यो चाहिँ वेलकम गर्ने एउटा वाटरफल गेस्टहरूलाई। रिसोर्ट र सानो ट्री हाउस पनि छ। यहाँ तल बसेर पोखराको भ्यू हेर्न सकिन्छ राम्रोसँग। लजको पनि सुविधा छ। खाएर बस्न सकिन्छ यहाँ र पिङ खेल्ने ठाउँहरू पनि छ। तारमाथि साइकल चलाउने पनि बच्चाहरूको लागि छ।
वनवाटिकाको खाना खासै वाउ भन्ने खालको छैन, मध्यमै छ, साधारण। यो चाहिँ पछाडिको भाग, आउँ खोला। खोला यहीँबाट आउँछ, आर्बा साइड। लास्ट थोरै टिकटक।